Hello, good afternoon, सेवारो all of you. यस्तो गर्मी छ आज म यहाँ विजय स्तूपमा आएको बहिनीहरुसँग लास गाह्रो भयो मैले चाहिँ अमला खाइरहेको छु गाई छैन है अघिदेखि बनाउनु चाहिँ विजय स्तूप हामी चाहिँ जाँदै गरेको सब यो के रे सिरो हो कि खर भन्छ समथिङ के हो सुकेर यस्तो राम्रो भएको रहेछ जसमा चाहिँ बोल्ने स्थितिमा पनि छैन गाइस मैले चाहिँ यो सानो छोटो भिडियो बनाउने कोसिस गरिरहेछु यहाँको भ्यू चाहिँ दामी देख्दो रहेछ बहिनीहरु चाहिँ अगाडि जाँदैछ नजारा चाहिँ हल्का यहाँबाट देख्दैछ कस्तो धुम्म धुम्म देखिरहेछ गाइस दिउँसोको नजारा यता चाहिँ के टिकट काटेर बस्ने ठाउँ रहेछ बेहेनहरू देश कस्तो घाम लागिरहेछ फर्केको गाइस गाइस हामी चाहिँ फर्किँदै हो अहिले विजय स्तूपबाट हे सिधै आउँछ त गाइस हेलो गाइस गाइस हामी चाहिँ यहाँ बुढा नीलकण्ठ यस्तो भेजिटेबलहरू कति धेरै रोपेको रहेछ ब्रोकौली इस्कुसहरू यस्तो बाटोमा अगाडि चाहिँ जाँदैछ बहिनीहरू यस्तो रहेछ कति राम्रो रहेछ कति धेरै खेती गरेको रहेछ यतातिर आलुहरू सागहरू भर्खरै प्याज रोपिरहेको अब चाहिँ हामी फर्केर पनि यहाँ गाडी चढ्ने ठाउँमा जाँदैछौँ सम्पूर्ण भएको यता माथि त कस्तो गाउँ सब छोक हुने क्या पाहाडमा हुने इस्कुस साग अनि के भन्छ त्यो रुख टमाटर सबै हुने रहेछ यहाँ जाँदैछ सबैजना हिँडिराखेको छ थाक्यो आँखाहरू पनि कस्तो भयो बहिनी चाहिँ आज पुरा थाकेको छ हालत कत्ला हालत हिँडाइ हेर्नुपर्छ नि हिँडाइ यिनीहरू आज विजय स्तूप भन्नु पनि आउनु गाइस मोडल हिँडाइ छ मोडल हिँडाइ मोडल हिँडाइ गाई छैन है मोडल हिँडाइ छ आजको घुम्न गएको नतिजा उनीहरू आमामा कपाल उडाएर सर बोयफ्रेन्ड गर्लफ्रेन्ड हो कि क्या हो हात समातेर हिँड्दैछ त पुरै लगभग हामी गाडी चढ्ने ठाउँमा पनि पुग्नु लाग्यो साँझ भइसक्यो आज त इन्डियाको जस्तै पुरा चिल्लाउनेको रुट रहेछ हामी चाहिँ गाडी चढ्ने ठाउँमा आइपुगिसक्यौँ अब यो गाडी चढेर जाने हो सारा घर